नमस्कार साथीहरु, स्वागत छ तपाईलाई मेरो YouTube च्यानलमा। आज म यस भिडियोमा तपाईलाई YouTube को एडभान्स फिचर बारे भन्न गइरहेको छु। यदि तपाई पनि YouTube मा कन्टेन्ट क्रिएसन गर्नुहुन्छ, भिडियोहरु बनाएर हाल्नुहुन्छ भने तपाईको लागि यो भिडियो धेरै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियोलाई काहीँ नछुटाइकन अन्त्यसम्म हेर्ने प्रयास गर्नुहोला। अब एडभान्स फिचर भनेको के हो भनेर बुझ्नुहुन्छ भने YouTube ले क्रिएटरहरुलाई केही एक्स्ट्रा सुविधा दिने गरेको हुन्छ। त्यसैले नै YouTube को भाषामा एडभान्स फिचर भनिएको हो र यो सेटिङलाई इनेबल गरेपछि तपाईले धेरै फाइदाहरु लिन सक्नुहुन्छ। अब फाइदाहरु के हुन् भनेर बुझ्नुहुन्छ भने पहिलो नम्बरमा त तपाईले आफ्नो भिडियोमा एक्सटर्नल लिंक राख्न सक्नुहुन्छ। जस्तै तपाईले कुनै एउटा भिडियो अपलोड गर्नुभयो र तपाईको त्यही रिलेटेड अनि पुरानो भिडियो छ भने त्यो भिडियोको लिंक उठाएर तपाई आफ्नो नयाँ भिडियोमा एक्सटर्नल लिंक राख्न सक्नुहुन्छ। र नम्बर 2 मा चाहिँ यदि तपाईहरु लङ भिडियो बनाउनुहुन्छ भने जस्तै कि 15 देखि 20 मिनेट 20 देखि 25-30 मिनेटको भिडियोहरु बनाउनुहुन्छ भने त्यो भिडियो तपाई डेली अपलोड गर्न पाउनुहुनेछ। र नम्बर 3 मा चाहिँ तपाई सर्ट भिडियोहरु बनाउनुहुन्छ भने तपाईको सर्ट भिडियो धेरै अपलोड गर्न पाउनुहुनेछ। जस्तै कि दिनमा 5, 6, 7 पनि अपलोड गर्न पाउनुहुनेछ। नम्बर 4 मा तपाईको लाइभ स्ट्रिमिङ गर्ने लिमिट बढ्नेछ। जस्तै कि तपाई आफ्नो ऑडियन्सलाई लाइभ स्ट्रिमिङबाट कुरा गर्नुहुन्छ भने त्यो तपाई धेरै भन्दा धेरै गर्न सक्नुहुन्छ। र नम्बर 5 मा चाहिँ टाइटल र थम्बनेलमा एबी टेस्टिङ गर्न सक्नुहुन्छ। र नम्बर 6 मा यदि तपाईको मोनेटाइजेसनको क्राइटेरिया पूरा भएको छ भने तपाई मोनेटाइजेसनको लागि एप्लाई गर्न सक्नुहुन्छ। र नम्बर 7 मा तपाई कन्टेन्ट आईडी क्लेमको लागि एप्लाई गर्न सक्नुहुन्छ। जस्तै कि तपाईको भिडियोहरु कसैले युज गर्छ, रियुजमा ल्याउँछ भने त्यस्तोलाई तपाई स्ट्राइक दिन सक्नुहुन्छ, तपाई अपिल गर्न सक्नुहुन्छ त्यसको लागि। साधारण शब्दमा भन्नुपर्दा तपाई आफ्नो YouTube च्यानललाई चाहिँ एकदमै प्रोफेसनल लेभलमा लैजान सक्नुहुन्छ। अब कसरी इनेबल गर्ने भनेर सोच्नुहुन्छ भने म तपाईलाई स्टेप बाइ स्टेप स्क्रिनमा देखाउन गइरहेको छु। भिडियोलाई ध्यान गरेर हेर्नुहोला। सबैभन्दा पहिले त आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरलाई ओपन गर्नुपर्ने हुन्छ। जस्तै कि मैले यहाँ क्रोम ब्राउजरलाई ओपन गरे र यहाँनिर सर्च बारमा गएर तपाईले studio.youtube.com भनेर सर्च गर्न सक्नुहुन्छ। यति गरिसकेपछि त्यहाँ 3 डटमा क्लिक गरेर यहाँनिर डेस्कटप साइटलाई चाहिँ इनेबल गर्नुपर्ने हुन्छ। डेस्कटप साइट इनेबल भइसकेपछि चाहिँ यहाँनिर studio.youtube.com मा क्लिक गर्नुहोस्। अब स्टुडियोलाई क्लिक गरिसक्यो भने चाहिँ यहाँनिर यस्तो इन्टरफेस आउँछ र गेट द एप भनेको छ। हामीले गेट द एप गर्ने हैन किनकि हाम्रो एप छँदैछ। यहाँनिर कन्टिन्यू टु स्टुडियो भनेर क्लिक गर्नु होला। अब यति गरिसकेपछि यहाँनिर तपाई आफ्नो च्यानलको आइकन देख्न सक्नुहुन्छ। जस्तै मेरो केसमा म तपाईलाई स्क्रिनमा देखाउन गइरहेको छु। मैले तपाईको लागि एउटा नयाँ आईडी क्रिएट गरेर म फेरि तपाईले यो प्रोसेस देखाउँदै छु। त्यसैले मैले एउटा नयाँ आईडी क्रिएट गरेको छु। अब यहाँनिर म स्विच टु अकाउन्ट गर्ने छु। अब स्विच टु अकाउन्ट गरिसकेपछि मैले एउटा नयाँ च्यानल बनाएको छु, त्यसमा क्लिक गरे र यहाँनिर तपाई देख्न सक्नुहुन्छ लेफ्ट साइड डाउन कर्नरमा चाहिँ एउटा सेटिङको आइकन छ। अब यो सेटिङमा थिच्नु होला। सेटिङमा क्लिक गरिसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ र यहाँनिर तपाई देख्न सक्नुहुन्छ च्यानल भनेर। यो च्यानलमा थिच्नु होला। च्यानलमा थिचिसकेपछि यहाँनिर 3 वटा अप्सन खुल्छ अनि यहाँनिर लास्ट वाला अप्सन चाहिँ फिचर एलिजिबिलिटी भनेर छ। यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसक्यो भने पहिलो वाला चाहिँ बाइ डिफल्ट इनेबल नै हुन्छ। दोस्रो वाला इनेबल गर्नलाई चाहिँ तपाईले आफ्नो मोबाइलमा भएको नम्बरबाट रेजिस्टर गर्न सक्नुहुन्छ। मैले पनि यसमा क्लिक गरेर अब मोबाइलबाट रेजिस्टर गर्दै छु। मैले चाहिँ अब मोबाइलबाट रेजिस्टर गरिसके। सेकेन्ड वाला पनि इनेबल भइसकेको छ, तपाई देख्न सक्नुहुन्छ। अब थर्ड वाला चाहिँ इनेबल गर्नको लागि चाहिँ यसमा चाहिँ राम्रोसँग ध्यान गरेर बुझ्नु होला। अब मैले यसमा क्लिक गरे। यहाँनिर भिडियो भेरिफिकेसनमा क्लिक गर्छु। भिडियो भेरिफिकेसनमा क्लिक गरिसकेपछि नेक्स्ट गर्नुपर्ने हुन्छ। गेट इमेल भनेर आउँछ, गेट इमेल गर्नु होला। अब यहाँनिर डन गर्नु होला। अब यहाँनिर यति गरिसकेपछि तपाईको इमेलमा युट्युबबाट एउटा मेसेज आउनेछ। रिफ्रेश गरेर हेर्न सक्नुहुन्छ। मेरोमा पनि आइसकेको छ। अब मैले यहाँनिर स्टार्ट भेरिफिकेसन गर्छु। स्टार्ट भेरिफिकेसन गर्दाखेरि के भनेको छ भने चाहिँ यु आर अलरेडी कम्प्लिट भेरिफिकेसन, यु हेभ एक्सेस टु एडभान्स युट्युब फिचर भनेको छ। तर स्टुडियोमा गएर हेर्दा यो चाहिँ इनेबल भएको छैन। साथीहरु यहाँनिर बुझ्नुपर्ने कुरो के छ भनेपछि अब यहाँनिर ध्यान गरेर बुझ्नु होला। सबैभन्दा पहिले त मैले यो सबै कुराहरु रिफ्रेश गर्छु र यहाँनिर आफ्नो गुगल प्रोफाइलमा क्लिक गर्नुपर्ने हुन्छ। अब यसलाई क्लिक गरिसकेपछि चाहिँ यहाँनिर तपाईले यो गुगल प्रोफाइललाई चाहिँ साइन आउट गर्नुपर्ने हुन्छ साथीहरु। जस्तै कि म यहाँनिर साइन आउट गर्छु।
र साइन आउट गरिसकेपछि अब तपाईँले आफ्नो युट्युब च्यानल बनाउँदा जुन जिमेल हाल्नुभएको थियो त्यो जिमेलमा चाहिँ लगइन गर्नुपर्ने हुन्छ। जस्तै कि मैले पनि लगइन गरेर यहाँनिर यस आई एम इन भनेर क्लिक गरिसकेपछि अब तपाईँले यति गरिसकेपछि चाहिँ आफ्नो गुगलमा जिमेल एकाउन्टमा जानु होला। जिमेल एकाउन्टमा गइसकेपछि त्यो मेसेजमा फेरि क्लिक गरेर त्यसलाई एकपटक रिफ्रेस गर्नुपर्ने हुन्छ। जस्तै कि मैले रिफ्रेस गरेँ र फेरि भेरिफाईमा स्टार्ट गरेँ। अब यहाँनिर इन्स्ट्रक्सन दिएको छ, यो इन्स्ट्रक्सन सबै पढेर यहाँनिर टिक लगाएर एग्री गर्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि चाहिँ फेरि गुगलले तपाईँलाई इन्स्ट्रक्सन दिन्छ कि यस्तो यस्तो गर्नुपर्नेछ भनेर, उसले भनेअनुसारको नै गर्नुपर्ने हुन्छ। मैले क्लिक गरेँ, एलाउमा क्लिक गर्छु। अब यहाँनिर मेरो भिडियो भेरिफिकेसन चाहिँ सुरु भइसकेको छ साथीहरू, हेर्न सक्नुहुन्छ। अब यहाँनिर ट्याब स्टार्ट टु बिगिन भनेको छ, किप योर फेस इन द कर्नर अफ द सर्कल भनेको छ। अब यहाँ एरो देखाउँदैछ, त्यस्तै गर्ने सेम टु सेम, फेरि लेफ्ट राइट दुइटै गर्नुपर्ने हुन्छ। ओके भयो। अब यहाँनिर देख्न सक्नुहुन्छ योर भिडियो अपलोडिङ योर भिडियो भनेको छ, योर भिडियो इज इन रिभ्यू भनेको छ। अब यहाँनिर म रिफ्रेस गर्छु र आफ्नो फेरि वाइटी स्टुडियोमा जान्छु। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, मैले तीनटै फिचर एलिजिबिलिटीको चाहिँ एडभान्स फिचरहरू इनेबल गरिसकेको छु। साथीहरू तपाईँ पनि सेम प्रोसेस फलो गरेर आफ्नो युट्युब च्यानलमा फिचर एलिजिबिलिटीलाई अन गर्न सक्नुहुन्छ र युट्युबको एडभान्स फिचरको फाइदा उठाउन सक्नुहुन्छ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरी च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद।